नमस्ते, सुरु भयो यहाँहरू माघमा सबैलाई हातमा स्वागत छ मिस्टर स्वस्थानीको अपडेट कर्म च्यानलमा। कर्म आज भित्रै धर्म मिति छ रे भन्दौ 2082 गाउँ सहरमा पुसको 19 गते आइदेऊ शनिबार ईश्वरी यस वर्षको सुस्तानी आइदेऊ व्रतकथा ईश्वरी आजबाट सुरु भएको छ। भक्त यहाँहरूलाई माथि मैले आज नजर। प्रथम अध्याय वाचन गरेर सुनाउन गइरहेको छु। प्रथम अध्याय श्री सुस्तानी व्रतकथा मङ्गलचरण। प्रथम अध्याय। पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यही पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्रवाणीले सोधे, हे कुमार, यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्ने इच्छा भयो। म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झिने थिएँ। अगस्त्य मुनिको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ, हे अगस्त मुनि, तिमी एकचित्त भई सुन, म तिमीलाई सृष्टिको कर्म सुनाउँछु। यो सृष्टि प्रारम्भ हुँदा पहिले ब्रह्मा परमात्माको इच्छा स्वयं स्फुरण हुनसाथ इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु र शिव प्रकट भए। तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भइन्। ती त्रिगुणात्मिका मायालाई जित्न वा वंश पार्न अत्यन्त कठिन छ। उनै मायाभन्दा पर प्रतिष्ठा युक्त निवृत्ति पद छ। त्यसपछि विद्यापद छ र विद्यापदभन्दा पनि पर निवृत्ति पद छ। जान्नेहरू यसैलाई मोक्ष पद पनि भन्दछन्। यो संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ। संक्षेपमा भनेको कारण पनि मुख्य यही हो। प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती सात्य, चित, शान्ति, विद्या, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्तिन्। मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेतन छन्। कारण बिना कुनै कार्य हुन सक्दैन। यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुन सक्दैन। यो कुरा वेद शास्त्रले स्वीकारेका छन्। तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन। त्यसै कारण जन्म मरण रूपी बन्धन नछुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प कल्पको भेदले भिन्न भिन्न हो देखिने हुँदा अनेकौँ कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु। ब्रह्मा विष्णु र शिव एक हुन्। यिनमा सानो र ठुलो भन्ने भेद छैन। हे मुने, सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने रुद्र हुन्। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्ष परमायु कहिन्छ। उनको प्रथम 50 वर्षलाई प्रार्ध भन्दछन्। 100 वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही पनि रहन्न अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ अनेक प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्थी सबै छ। उनले पनि खानु सुत्नु पर्दछ। उनी बस्ने लोकको नाम सत्यलोक हो। प्रान्तकाल हुँदा उनले सृष्टि गर्दछन्। उनको एक दिनमै सत्य, त्रेता, दापर, कली 4 युग 72 पल्ट घुमिसक्छन्। रात परेपछि प्रलय गर्दछन्। त्यही क्रमले जब ब्रह्माको 100 वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तो रजगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहङ्कार र पञ्च महाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पञ्चातन्त्रमा मात्रा, शब्द, रूप, रस र गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। त्यो अण्ड ब्रह्मामय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्डा फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए। पालन गर्ने अन्तकोटि ब्रह्माण्डका स्वामी विष्णु भए। संहार गर्न महारुद्र भए। यिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन्। जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ। त्यस ब्रह्म परमात्मालाई त्रिगुण, गुणातीत, चतुर्व्य, अनादि, अजन्मा, हिरण्य गर्भ, प्रजाति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहे जस्तै रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि
त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चभूतले बेरिए झैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो। यो संसार नै भ्रान्तिको रूप हो, किनभने उनै ईश्वरको इच्छाले सृष्टि स्थिति सङ्हार हुन्छ। धागोमा दाना उडिए झैँ यो संसार परम्परमा उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखेका अनेकौँ सुख दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न, त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै छ। सुख दुःख मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो वशमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नु पर्दछ। हे मुनि, तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाएँ। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु, ध्यानपूर्वक सुन। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कमार अगस्त संवादे श्री स्वस्तानि व्रतकथाया सृष्टि कर्मवर्णनायाम प्रथम अध्याय। एक अध्याय समापन मन्त्र। उपनियुन्तु मङ्गलम् ओम शङ्कल जगन्न मङ्गलाय श्रीमान दिनकर किरणी निबोधिन तन्वन लिन्दल निभेक्षण कृष्ण काले वसन्तु पर्जये पृथ्वी सस्य शालिनी दिस्यो क्षोभरहितो ब्रह्माणा सन्तु निर्भया अपुत्रा पुत्रीण सन्तु पुत्रीण सन्तु पौत्रीण निर्धना सधना सन्तु जीवन्तु सर्दा सत्तमं तत्रैव गङ्गा यमुना तच्च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति त्र यत्राच्युतोदार कथा प्रसङ्ग ये कुन्तेन्दु तुषाराहा धवला या शुभवस्त्रावृता या बीडा वरण दण्डमण्डितकरा या सूत पद्मासना या ब्रह्मा चतुस्शङ्खर प्रभृत्यभिदैवे सदा वन्दितता सामा पातु सरस्वती भगवती शेषजाड्यापया कायेन वाचा मनसेन्द्रिया वा बुद्ध्याम्ना वा स्नुस्तु स्वभावत कर्मो यद्यत संकल्प परस्य नारायणते समर्पिते तत। धन्यवाद।